भूतको घर, भूत बंगला, भूत महल, बोक्सीको घर। हस् भन्देऊ न। नाइन भन्नु ल। फिल्म थाहा छैन केही पनि भन्दै अघि सबै हार स्वीकार गर्न सक्नुपर्छ। अधुरो प्रसादको गिटार। पूर्णबहादुरको सारङ्गी। यस यस। आज चाहिँ हामी एउटा गेम खेल्न जाँदैछौँ जहाँ चाहिँ मैले हाम्रो दुईजना प्लेयरहरूलाई एउटा कुनै पनि फिल्मको उल्टो नाम दिन्छु र उहाँहरूले त्यो उल्टो नामलाई चाहिँ सुल्टो बनाएर जसले पहिला भन्छ त्यसले पोइन्ट पाउँछ। जस्तै बुवा भन्यो भने उहाँहरूले भन्नुहुन्छ आमा। आमा आमा भन्ने नेपाली एकदमै प्रसिद्ध फिल्म छ। त्यसरी नै साइला भन्यो भने साइली साइली भन्दा कान्छी भनिन। यो गेम रमाइलो हुन्छ जस्तो लागिरहेछ। हामीसँग हुनुहुन्छ हाम्रो दारी सर सुभाष र हाम्रो भारी सर सागा। ल गेम ढिलो नगरी सुरु गरौँ। सुरुमा चाहिँ हामी एकदमै इजी लेभलबाट सुरु गर्छौँ र यसमा चाहिँ जसले पहिला एन्सर भन्न सक्छ उसले 1 पोइन्ट पाउँछ। ल रेडी हो? रेडी। सुरु गरौँ है त। पहिलो छ ससुराली। माइती घर। हात उठाउने होइन। स्कुलमा क्विज हात उठाऊ। एक्सक्युज मी सर गरे सरी। 1 पोइन्ट सुभाषको। ए म त हात उठाएर म त पालो आउँछ भनेर कुरिरहेको। अर्को फिल्म छ डन्डी बियो। डन्डी बियो, डन्डी बियो, डन्डी बियो, कबड्डी। कबड्डी। डन्डी बियोको उल्टो कबड्डी हुन्छ। डन्डी बियो एक्ज्याक्ट नेपाल। अपोजिट भन्ने हुँदैन। डन्डी बियो नेपालको भयो, कबड्डी इन्डियाको। ओके ल ल ठिक छ। मैले बुझ्दैछु। 2 पोइन्ट सुभाषले पाइसकेको छ। म त क्लिन चाहिँ सागर अझै पनि 0 मा। थर्ड फिल्म छ कटनको टी सर्ट। उनको स्वेटर। उनको स्वेटर। स्वेटर। साडी। अर्को फिल्म छ हस् भन्देऊ न। नाइन भन्नु ल। सोध्दै नदिरहेको छ। फिल्म थाहा छैन केही पनि भन्दै अघि सबै। अर्को छ दाइ। भाइ, दिदी, दिदी। दाइ। भाउजू, भाउजू। भाउजू। सागर। भाउजू यस। बजारबाट कराउन पाइँदैन। अडियन्सबाट पाइएन। धन्यवाद। नयाँ जहाज। पुरानो ढुङ्गा। मैले पहिला भनेको थिएँ यसले चाँडो भन्छ। यसले चाँडो भन्छ अनि मलाई भन्ने म बिस्तारै भन्छु नि पुरानो ढुङ्गा। मा दुवैलाई इक्वल पोइन्ट। 5 भयो। अर्को छ अझै पनि हामी इजीमै छौँ है। त्यो इजी हो। इजी हो। वाह। तिमीलाई त इजी भइरहेछ मलाई गाह्रो भइसक्यो। अर्को फिल्मको नाम छ अधुरो प्रसादको गिटार। अधुरो प्रसादको गिटार। पूर्णबहादुरको सारङ्गी। मिल्यो। यस यस। अधुरो प्रसादको किताब भन्या हो। गिटार भन्या हो। अँ। किताब सुने मैले त त्यही भयो। कमब्याक आउँदैछ है। कमब्याक भयो। पूर्णबहादुर भने चाहिँ अधुरो। अधुरो प्रसाद ठिक छ त्यो त पाइयो। ए अप्रिसिएट नै गरेर मैले रातभरि बसेर बनाएँ। ल इजी मोडको इजी लेभलको लास्ट ब्रेकअप। पहिलो माया। फर्स्ट लभ। फर्स्ट लभ। पहिलो माया पनि छ नि। कहाँ छ? छैन। पहिलो माया छैन। छैन। पहिलो माया छैन। मैले कहाँ हेरेँ? तिमीले यो अरू साइडहरू पनि हेर्नु। टेलिग्रामतिर त्यो त एउटा इजी सक्यो। इजी सक्यो। छोडेर गएँ। इजीमा यस्तो छ। ल मिडियममा जाउँ। बरु गाह्रो भयो भने मैले पालो पाइरहेको छु। इजमा त बोलिरहेको छैन। मिडियममा जसले गेस गर्छ कति पनि जसले पहिला गेस गर्छ उसले पाउँछ 3 पोइन्ट। ओए दोस्रो केस गर्नेले दोस्रो गेस गर्नेले के गर्नु पाउँदैन। साँच्चै पैसा तिर्नु। ल च्यालेन्ज मिडियममा जाउँ। टम जेरी। जेरी। यस। मेरो हात जहिले माथि उठ्छ क्या किन स्कुलमा छु क्या अब कसले याद इङ्ग्लिस टर्म म अलिक झुक्किन्छु क्या। टिओएम टर्म होइन टिआरएम टर्मतिर जान्छु म। अनि त्यो त त्यही भएर बिग्रिन्छ कुरा। भोकेबुलरी आज गरेर सुनले। गरे भए त कहाँ यस्तो हुन्थ्यो र। ल अर्को सोध त। फिल्मको नाम छ साधु मान्छे। साधु मान्छे। पापी मान्छे। पापी मान्छे 3 पोइन्ट। मान्छे कसरी म त अघि जे नि हुनसक्छ म गेमको क्रिएटर। उल्टै भयो नि यो। खाजाको पैसाले तिर्छ। होइन मान्छे भनेपछि मैले मान्छेमा जानेको होइन क्या। हार स्वीकार गर्न सक्नुपर्छ। साधुहरूले यस्तै गर्छन्। पापी मान्छे। थर्ड मिडियम क्वेसन छ दानी रानी। दानी रानी।
लोभी रानी अब रानीको रानी नै हुन्छ अनि लोभी राजा मैले होइन लोभी राजा होइन अर्को छ कि पखान एकछिन माग्ने राजा अर्को क्वेसन छ स्वयम्भू बहादुर पशुपति प्रसाद पूर्ण बहादुर स्वयम्भू बहादुर स्वयं भनेको अरू बहादुर हुनसक्छ पूर्ण बहादुर आयो त के सागर धोबिहाल्छ तर चिन्ता नगर लास्ट राउन्ड 5 पोइन्टको छ ठिक छ म कमब्याक गरिहाल्छु एकचोटि मेरो दुश्मन छैन मेरो साथी छ मेरो एउटा साथी छ हेरा भइसक्यो यार मलाई शिट आउँछु मलाई आइरहेछ है अब मैले कस्नै पर्ने रहेछ साधु सबै पर्ने रहेछ ल अर्को फिल्म छ 13 सहर 12 गाउँ यस सिरियसै हुनुपर्ने रहेछ यार 13-12 भन्दा चाहिँ डाइरेक्टर चाहिँ गर्न पाउँछु भन्छ हस् ठिक छ भिडियोको लागि यसो सरल भएको हेर्दिनी हो हस् दादा हस् एउटा मिलाएर ल अहिलेसम्म सुभाष नै अगाडि हुनुहुन्छ हजुर तर अर्को फिल्म छ अन्धकार उज्यालो उजेली रोशनी घाम अन्धकार अब अलिक गाह्रो सुरु हुन थालिसक्यो कि अन्धकार भनेको उज्यालो प्रकाश अस्ति भर्खर हाम्रो प्रदीप खड्काको आएको थियो प्रकाश राम्रो छ मैले हेरेको छैन लास्ट क्वेसन मिडियम राउन्डको दबी खाइसक्यो यार हारेन खाजा कस्तो लास्ट फिल्म छ हार्छु दान मागी माग्ने यत्रो भन्छ लाग्छ दान भिख माग दान कस्तो यो त दानवीर बलिदान डाइनोसर दान तिमीहरूलाई दान दिँदैछ त्यसको अपोजिट के हुन सक्छ माग्ने स्वीकार होइन भिक्षा यो गेम चेन्जर मुभी हो नेपाली इन्डस्ट्रीको दान गेम चेन्जर मुभी हो दान त होइन त्यसको उल्टो दान भने दिनु होइन लिनु हो जाँदैछ राइट वे माग लिनु भनेको भिख लिनु पैसा लिनु दान त लुट दान भनेको दिनु हो लुट्नु भने लुट्नु या तर एकचोटि जित्या अब हार्ड 5 पोइन्ट हार्डमा छ टोटल 1 2 3 4 5 वटा 5 पंचे 25 भाँडा लिनु फर्स्ट छ ब्ल्याक कक कालो भाले रातो भाले ब्ल्याक कक सेतो भाले सेतो पोथी के पोथी थियो यस्तो के पोथी थियो क्या यार सेतो पोथी रातो पोथी कालो पोथी कालो पोथी कालो सेतो भने हुन्थ्यो नि यस्तो धोबी हारा मैले एकचोटि 2014 को वर्ल्ड कपमा जर्मनी र ब्राजिलको बाजु 7 गोल र 1 भाइ आज 4 आउँछ ठीक छ हेरौँ ल यो त मैले पोथी भनेर त थाहा पाएँ देवीको आश्रम भूत घर क्लोज इनफ भूत बंगला भूत महल बोक्सीको घर भूतको बंगला सबैलाई भन्नु है यो पुरै एक्सपर्ट छ यसमा सबै तिमीहरु नेपाली म बुमर हो एडिट गर्दै होला अब लास्ट 3 वटा छ र अब हो टेन्सन फ्री चिन्ता टेन्सन फ्री
चिन्ता बढी चिन्ता महँगो महँगो चिन्ता उसले नसोच्नुसम्म टेन्सन फ्री टेन्सन फ्री टेन्सन भनेको चिन्ता अनि स्ल्याङ हो जस्तो टेन्सन फ्री भन्छौँ के स्ल्याङ बिन्दास टेन्सन फ्री भनेको कस्तो आइरहेछ यार तर ठ्याक्कै त्यो वर्ड कनेक्ट भइरहेन कि बुझौ टेन्सन फ्री हामी के भन्छौँ एकदमै मुक्त टेन्सन भएको बेला टेन्सन भएको बेला पिर चिन्ता ह्याङ दयाङ दयाङ भन्छौँ दयाङ भइरहेछ ल्याङ टेन्सन फ्री ल्याङ ल्याङ टेन्सन फ्री भनेको के टेन्सन फ्री चिन्ता अघि नै भन्छ कि यार चिन्ता त मैले 3 चोटि चिन्ता अब मैले एक्सेप्ट गर्न बाँकी छ हो चिन्तै हो भन्न बाँकी छ चिन्ता त चिता चिता दयाङ राई छ यो फिल्ममा यसले ठेके थाहा भएन होइन दयाङ राई कतिवटा फिल्ममा छ थाहा छ? दिक्क 6 महिनामा 4वटा फिल्म आउँछ उसको टेन्सन फ्री खगेन्द्र लामिछाने पनि छ मिस्टर झोले होइन होइन मिस्टर चली दिमाग लाऊ दिमाग खराब क्लोज इनफ एकछिन है, के भन्यो तिमीले दिमाग खराब ए मिल्यो मिल्यो साथी यार त्यसो नभन न यार आइसकेको छ मान्छे अस्ति भर्खर रिलिज भएको मुभी अब अर्को फिल्म छ म एक्लो छोरो हामी तिन भाइ हामी यस कमब्याक हान त यार एकैछिनमा 50 मिनेट टेन्सन भयो यार अब 50 जित्दा जित्छ अब लास्ट द ग्रान्ड फिनाले यो जसले गेस गर्छ डाइरेक्ट 50 पोइन्ट उले जित्यो अगाडिको गेमको मतलब छैन हामीलाई यो जसले गेस गर्यो उले त्यसो नभन न यार अगाडि गेमको मतलब छैन नभन न यार त्यही भएर लास्टमा ल साथी हो लास्ट फिल्म छ सजिलो हुन्छ यो मलाई थाहा छ बाई बाई अरूको बुढो भाइ भाइ अरूको बुढो नमस्ते पोइ नमस्ते बुढो बाई बाई अरूको बुढो वेलकम ब्याक फर्केर हेर्दा भाइ भाइ अरूको बुढो। 50 पोइन्ट पाएर चाहिँ दाइ दाइ भने त वेलकम ब्याकमा भयो नि त अरूको बुढो पो भयो नि त त्यो उनी आएन कि दुईटा वर्ड जुदिरहेछ भन नि त एउटा भन म बनाउँछु भन्दिनँ त बाई बाई अरूको बुढो मेरै बुढो चलन बस्ने छैन नमस्ते बुढी ऱ्यान्डम भनिरहेको छु आऊ बुढी हामी बिचमा केही प्रडक्ट प्लेसमेन्ट गर्दै गरौँ नि त्यसले सोच्नु जस्तो भाइ भाइ अरूको बुढी भाइ भाइ अरूको बुढो भने होइन बुढी बुढी अरूको बुढो भने बुढो भने हौ तिमी आफै कन्भर्ट गर्छ आफै गेस गर यसलाई झुकाउनु जाऊ नमस्ते बुढो यसले धेरै लामो खाए फुटेज हिँड देऊ न यस्तो हिँड दिन्छु कि यसको फ्रेन्चाइजी छ क्या ए मेरो हजुर ए मेरो हजुर 50 पोइन्ट हाम्रो प्रोड्युसर साहब 1000 रुपियाँ निकाल ल गाइस आजको गेम यही सकिँदैछ अरू गेम हेर्नको लागि प्लिज डु सब्सक्राइब अनि हरेक फ्राइडे हुनसक्छ ट्युजडे हुनसक्छ जहिले पनि हामी भिडियो हाल्छौँ सन्डे नि हुनसक्छ मन्डे नि हुनसक्छ होइन अस्ति ट्युजडे हाल्छौँ